हेलो हेलो गाइस, काफल खाना आएको यहाँ काफल रुख ढालेर किसिमका केटाहरू कोही खान म चाहिँ टिपेर राखिरहेको छु। कोही अब माथि माथि खान रुखमा खान अब काफल खाने भन डुल्ने पुरै यहाँ त कुकुर पनि आयो यार। भाउ हल्लाउनु पर्दैन। दुईटामा माग्छन् हाम्रो कुकुर शेर। हामी तीनजना चाहिँ तल छौँ। धेरै खाएर पेट ढाड्यो भनेर टेन्सन नपरिरहेर आएर मुस्कान लिँदै दुईमा यता के छ त काफल कस्तो भयो? एकदम मिठो छ आजको काफल, एकदम राम्रो टेस्टी जङ्गलको काफल। अनि यस्तो दिउँसोको 12 खाना छौँ हामी 4-5जना भएर नि। भाइ के छ काफल कस्तो लाग्यो तँलाई? एकदम मिठो, एकदम चकाचक होइन धेरै चाहिँ नखा, असर गर्छ है। फेरि बाहिर जानुपर्छ। बाबा त्यही ठुला खाना है। भुइँमा पनि खसिहारी छ। भुइँमा पनि किसिम खस्यो पुरै रुखमा चढ खाएर झरेर अनि सब्स्क्राइब गर्नु पर्यो है च्यानल। पेट ढडाएर पुरै मजाले कुकुर पेट ढडाएर है। भ्याउ आइसक्यो काफल खाएर। ठिक छ। जाने हो कि झर्ने हो कि? धेरै खाइयो क्या, बडा धेरै खाइयो। काफल खाइरह केटाहरूले अब घरतिर जाने गर्ने अनि काफल खाने भयो अरे खै ओ माइला कोट्लो ठुल्ठुलो है। काफल टिप्न आउनु भयो बोई पनि काफल टिप्न आउनु भयो। कहाँदेखि आउनु भयो? कहाँदेखि आउनु भयो? गाउँदेखि आउनु भयो? कति टिप्नु भयो त? बेच्नुहुन्छ? बेच्नुहुन्छ कि के गर्नुहुन्छ? बेच्नुहुन्छ? बेच्नुहुन्न टिपेर? बेच्नुहुन्न? सब खाइसकेको छ यार। घर छोरालाई दिन्छु भन्नु न भाइ। उसले छोराबुहारी छन् भन्नु न। घर छोराबारी छन् लग्दिने हो क्या त्यो। सबै कहाँ नाति नातिनीलाई खालाम त के मै पनि यहाँ टिप्न आउनु भयो। हामीले मलाई टिप्नुहुन्छ बेच्नुहुन्छ कि हुन्न भनेर भन्नुहुन्छ। खबाङ हो ल ठिक। काफल खाँदै आएको होइन, घरतिर जाने भनेको त यहाँ त अचम्मको रहेछ के पुरै रुख होइन। केटाहरू पनि अब काफल खाएर आएर अनि नजिक गरिदेखाउ न त्यहीबाट। रुख पनि ठुलै रहेछ अनि यो एरियामा पूजा गर्ने रहेछन् क्या। यो गार लगाएको छन् होइन, यसमा चाहिँ पूजा गर्ने रहेछन्। उहिलेका रुखलाई मान्ने रहेछन् क्या, पूजा गर्ने रहेछन् क्या। अनि ठुलो रुख पनि कस्तो हो क्या, मान्छे नै बस्न मिल्ने खालको होइन। मान्छे पनि पानी पर्दा बस्न मिल्ने खाले ठुलै छ होइन। रुख चढेर खानुमा हेर्छन्। भित्री देखाउ न। भित्रदेखि सिधै माथि रहेछ क्या। भित्र त ढुङ्गा जस्तो पो छ। भित्र ढुङ्गा जस्तै छ, अझ माथि पनि छ। तर यो रुख हो गाइस, तर यो ढुङ्गा जस्तै छ। यो रुख हो। यसलाई ढुङ्गा भन्ने मान्छे त ढुङ्गा त होइन तर रुख हो, ठुलो ठुलो हो। के को चिलाउनेको रुख रहेछ। अनि निन्ने हो त्यो होइन। निन्ने हो र होइन चिलाउनेको हो। निन्ने नै हो। निन्ने नै चिलाउँछ कि त यार। त्यो हो त्यही हो। निन्ने भने पनि त्यही हो, चिलाउने भने पनि त्यही हो। अब काफल खाएर भ्याएर अनि फेरि रुखमा टङ्गेर किसिम छ कि लौ जा भात्न चाहिँ हुन्न है। बोरो यसरी भालेको त्यहाँबाट अड्किराखे। केटाहरूले रुख खानेर अब हामी चाहिँ घरतिर फर्किन लाग्छौँ होइन। केटाहरूसँग रमाइलो गर्दै जङ्गल भ्रमण गर्दै काफल खाँदै काफल ल्याउने भनेर ल्याएको थोइरो काफल नल्याइकन गरेर हाम्रो केटाहरू झन्ने नि हेर्न सक्नुहुन्छ। ल दोस्रो बाँदरहरू हो यिनीहरू। पहिलोले त
देखे होइन दोस्रोहरू भन्नु ल रोल्पाको जुमिल थाना भन्ने जङ्गल पर्छ काफलको बुट्टा मात्रै धेरै छ गाइस तर के गर्ने काफल खासै फलेको छैन साथीहरू अगाडि काफलको पात खाँदै के ठाउँ र जुमिल थाना यो रोल्पाको रोल्पा नगरपालिका 4 जुमिल थानाको यो वन जङ्गल हो गाइस काफल खान आएको हामी तर काफल झर कि तिमीहरू झर नि त हामी आइहाल्छौँ होइन तिमीहरू बाटो देखाउने हो नि त हामी त बाटो देखाउने चिन्ने छैन काफल खान आएका यी भाइहरूलाई अगाडि लगाएर रुखहरू भाँच्दै हिँडिरहन् रुख चाहिँ भाँच्ने होइन हुन त भाँचिरहन् काफल खाँदै झरिरहन् होइन काफल चाहिँ टन्नै रहेछ तर के रुख मात्रै फलेकै छैन फलेको अलिअलि फलेको खाइरहनु भुइँबाटै टिप्न मिल्ने खालका काफलहरू छन् गाइस कोही रुख चढेछन् कोही गरेछन् गो 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 न कति धेरै खायो नि त यार काफल त हिजो कति खायो हिजो त्यति खायो होइन आज पनि त्यति खायो पुरै हिजोको भन्दा बढी खायो नि आज त झन् कस्तो पुरै बिहान नुन खुर्सानी मोलेकोदेखि लिएर अहिलेसम्म काफल गाइस काफलले भोलि खेलेर सबैजनाहरू यहाँ पिकनिक गर्छ गाइस यसमा कुकुर पनि आएछ होइन साथमा यहाँ यता पकाउने ठाउँ यता सर र यता पानी पनि यहाँको पनि सुविधा छ गाइस यहाँ म चाहिँ यहीँको वासस्थान हो बासिन्दा एकदम ल घर आइसकेछ त बासिन्दा जुमिल थाना आइसकेछ होइन अब हामी चाहिँ थानाको गाउँको गाइस निरन्तर झरिरहौँ झर्दा झर्दै हामी घर पुग्ने हो हामी माथि जङ्गलमा थियौँ अब जङ्गलबाट झरिरहेछौँ म चाहिँ भलक बनाउँदै गइरहेको यतातिर कुसुम भन्ने चाहिँ हामीतिर सल्लाहपात हुन्छ नि त सल्लाहपात भन्दा होइन सल्लाहको पातलाई कुसुम भन्छ त्यो काफल होइन हो नि ओ माइला कति आहा हो ओ तल काफल कत्रो बुटो कत्रो कति आहा दिँदैन होला खानु त यो आछ म सोधिहाल्छु म त खाँदिनँ नि त टिप्ने भए जाम्रो नगर म त खाँदिनँ है अब त धेरै खाइसक्यो टिप्ने भए जाम है कति छ कि काफल छ पुरै अब यो टिप्ने हो फाइनली यत्न आएर टिप्ने काफल भयो होइन मेन बाबु पनि चढेखान होइन कति बेला चढ्यो भर्खर चढ्यो धेरै बनायो त माथि छन् मजा यता बसेर हेरेर अनि फेरि मजाले खान् काफल यहाँबाट टिपेर हामीले खान त खायौँ अब टिपेर घर लग्ने हो घर लगेर खानलाई आजलाई चाहिँ यति पुगिसक्यो अब टिप्ने अनि घर लगेर खानलाई घर फ्यामिलीलाई दिनलाई है हजुर मेरो 2000 अनि उताबाट फेरि भतिजले फेरि कति छन् सब्सक्राइब भन्दै थिएन अनि त्यही भएर के अब काफल टिप्दै यसो रुखमा देखाउनु पऱ्यो नि त कति छ काफल के छ भनेर भन्छ काफल छ होइन पुरै काफल जता कतै काफल छ विपत्ता छ कि काफल त कति छ खाने भए रोल्पातिर आउनु है काफल खाने भएका छ हेर्नु त पुरै विपत्ता छ धेरै के धेरै भन्दा पनि धेरै छ होइन काफलै काफल छ काफल खाने भए आउनु होला है काफल खाने भए म चाहिँ यो रुख काफलको रुखमा छु काफलको रुखमा बसिरहेको छु खाए आउँछ र भतिजहरू झऱ्यो होइन अब पानी परेको छ अब पानी परेपछि त अब यहाँ बस्ने कुरो हुँदैन अब जाम घरतिर जाने अनि लड्दैन समात्ने आउने हो पर्दैन भनेर खानु त यो त चढ्न त बिहानै काफल ल्याएर थियो अब हामी चाहिँ जान्छौँ पानी परेको छ फाइनली हामी काफल ल्याएर घर आइपुग्यो है खुट्टा लाग्यो
घर आइसक्यो ल फाइनली अब म पनि हात खुट्टा धुन्छु होइन अब हात खुट्टा धुनु पऱ्यो फोहोर भएको नि त हात खुट्टा धुनु पऱ्यो बाई बाई